रहेछ मान्छेले धर्म कर्म गरेर धेरै पुण्यहरू कमाउँछ तर म यहाँहरूलाई यो मञ्चबाट आज अनुरोध गरेँ आफ्नो टोल छिमेकमा कुनै बच्चाहरू नानीहरू बाबुहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने तिनलाई स्पोन्सर गरेर अक्षय कोषहरू स्थापना गरेर ती बाबु नानीहरूलाई विद्यालय पठाउने र पुण्य कमाउने काम गरौँ। शिक्षाको जति उज्यालोहरू संसारमा कुनै पनि उज्यालो रहन्छ र अरूले आएर हाम्रो समाज बनाइदिने होइन रहेछ। हामीले हाम्रो समाज आफैले बनाउनु पर्दो रहेछ। तपाईँहरूले आफ्नो जन्मदिन आफ्नो पुण्यतिथिहरू आफ्नो आफन्तहरूको उनको नाममा अक्षय कोषहरू स्थापना गरेर बालबच्चाहरूलाई विद्यालय जान प्रोत्साहन गर्नुहोस्। मैले एउटा सानो अनुरोध गरेँ यता अलि धेरै भुल भयो जस्तो लाग्यो यता अलि खाली भयो जस्तो लाग्यो केही मान्छेहरू यता गइदिनु।